गाइज वेलकम टु ब्याक माई युट्युब च्यानल। नमस्ते। अब हामी चाहिँ दिउँसो यसो चौरतिर डुल्दै हिँडेको, त्यही बेलामा यहाँ पानी परेर हिलो भएर गर्नु गऱ्यो। अनि फेरि हामी जाने बाटो चाहिँ कडा छ नि। फेरि प्रिया, हामी तलबाट जाने है? यहाँबाट पनि बाटो थियो, यहाँबाट ठ्याक्कै ढुङ्गेला निस्केर जाने बाटो थियो जस्तो लाग्यो। नजिक हुन्छ नि, यत्रो हिलो हिँड्नुभन्दा त। ल त्यही पनि जाउँ। हामी हिँड्ने बाटो चाहिँ यस्तो छ। दुध चिया पैसा छैन नि। हामी चाहिँ घुम्दै जाने आँटेको थियौँ, तर हामीले सकेनौँ। भन्दा पनि हामी चाहिँ यसो बेलुका हिँड्दै हिँडेको। अनि हामी जाने बाटो चाहिँ हामी देखाउने नै छौँ। हामी हिँड्ने बाटो चाहिँ फेरि यस्तो हिलो छ। आलुचा पनि फलेको छ गाइस, जाउँ त्यो टिप। यहाँ पनि आलु बाख्रा आरु, यहाँ आलुचा पाकेको छैन, तर यहाँ आलुचा। यहाँ चाहिँ हाम्रो हिलो भएको कारणले नाच्दै हिँड्नु पर्ने अवस्था छ। यहाँ चाहिँ रोडको काम चल्दैछ है। हामी चाहिँ हिँड्दै, रोडको काम चलिरहेछन्, हामी चाहिँ हेर्दै जानुपर्ने हुन्छ। अब भने जस्तो ठाउँ पनि छैन फेरि घुम्न, भने जस्तो ठाउँ छैन। अब हामी चाहिँ तारेभिर जाने प्लान गर्दैछौँ। कहिले हुन्छ, तर तारेभिर चाहिँ जाने मन छ एकचोटि। अब एक दिन जहिले भए पनि मिलाएर जाउँला है, होइन? उहाँ चाहिँ हाम्रो मेकानिकल काम चलिरहेको, मेकानिकल भन्दा नि रोडको काम, मेकानिकल होइन, रोडको काम। झुकेर बोल्न पुगेको छु। रोडको काम चल्दैछ। अनि हाम्रो चाहिँ यहाँ पानी परेर धुम्म भएको बेलामा निस्केछौँ हामी। यहाँ गाह्रो पऱ्यो, यहाँ हिलो छ। फेरि हामी यहाँ हिँड्नुपर्ने बाटो चाहिँ हो, तर पारी गएको रहेछौँ। बाटो चाहिँ फेरि लास्टै हिलो छ। अब जम्ला हामी पनि बिस्तारै, होइन? अब हामी पनि जानुपर्ने जाने ठाउँ आइपुग्न आँटेको अवस्था, होइन? अनि हाम्रो चाहिँ रोडको काम चलेको हुनाले अब हामी जानु मिल्छ कि मिल्दैन, त्यही काममा कन्फ्युज। अब यसो डाँडातिर भए पनि जानुपर्ने। यहाँ चाहिँ गाडी आएछ, फेरि पानी पर्न आँटे जस्तो छ गाइस। हो नि, होइन जस्ताको पानी। यहाँ जेसिबी हो र। अब आफै गएर लडेपछि के हुनु त, होइन? हामीले लड भनेको थिएन। भोलि स्पारिङ छ भनेर जान्नुपर्ने मान्छे आफै हिँड्छ त। अब हामी यहाँ चाहिँ रोड बनाउँदैछ। पहिला यस्तो राम्रो बाटो थियो यहाँ, अहिले यस्तो बनाएको छ। फेरि हाम्रो चाहिँ पानी पर्न आँटे जस्तो लाग्यो। यहाँ चाहिँ एउटा बारी कुखुरा फार्म पनि रहेछ। हामी चाहिँ यहाँ आएको, होइन? अनि अब तारी भित्र आगो लागेको जस्तो छ, धुवा आइरहेछ। हिँड्ने बाटो यस्तो छ, चिप्लेर लड्यो भने हात पत पर्छ है।
चिप्लो लड्यो भने आपत पर्सी जान्छ लाग्छ बिस्तारै हिँड सुसु अब चाहिँ हामी जानुपर्ने ठाउँ आइपुग्न आँट्यो जाने ठाउँ आइपुग्यो भने भाइको हालत तल असारको हिलो अहिले खेलिस् होइन असारको हिलो अहिले खेलिस् होइन यहाँ चाहिँ रोशन दाई हाम्रो रोशन दाई के छ यसो अलिअलि खोले सिधो गर्नै पर्यो मोटे मामा त तल तल आफ्नैमा तल के उता मन्दिरको छेउमा के मेडिकलको छेउमा भने अघि सुती पनि आएको थियो त्यही हाल्दा ल बाई बाई हाम्रो रोशन दाई यसको हालत खुट्टा पखाल उहाँ पानीमा पखाल्दा केही हुँदैन हल्का हल्का झ्यामै नजाइ त्यहाँ अब यहाँ पानी पाउँदैन हत्तपत्त फेरि यसलाई त्यही हेरेर ल्याउनै मन लाग्दैन अब हल्का हाम्रो जानुपर्ने ठाउँमा आइपुग्यो अब आइपुग्यो भन्दा पनि भयो होइन हे अब हाम्रो केटाहरू नि त्यहाँ फुटबल खेल्दा जस्तो अब गरी हेर्नुपर्ने हुन्छ है रोडको बाटो हिलो छ तर त्यही पनि केही फरक पर्नेवाला छैन हामी चाहिँ अब जानुपर्ने हुन्छ हल्का हाम्रो जाने प्लान चाहिँ मामाघरसम्म हो तर त्यही पनि हामी यहाँभित्र एउटा भ्यू देखाउने छौँ हाम्रो यहाँ चाहिँ दामी बास्केटबल ग्राउन्ड पनि रहेको छ होइन हाम्रो यहाँ बास्केटबल ग्राउन्ड पनि छ तर यहाँ चाहिँ कहिलेकाहीँ मात्रै गेम हुन्छ यहाँ होस् त्यो म यहाँ पानी छ कहिलेकाहीँ मात्रै गेम हुन्छ यहाँ चाहिँ हाम्रो बास्केटबल ग्राउन्ड अनि हामी यो भित्र जानु मिल्नेवाला होइन तर त्यही पनि